बर्थडेको मात्र लगाइदिउँ न 11:55 त 5 मिनेट भइसक्यो हुन्छ 11:55 भनेपछि त 11:10 भइसक्यो नि अनि 45 मिनेट भन्थे बर्थडेको लगाइदिउँ अनि फेरि सुरु गरौँ त्यसै बसौँ एकछिन बर्थडेको लागि हुन्छ कि लै ए उसको बर्थडे पर्यो के अरे ज्ञानी होस् राम्रो परोस् बाबु सुत्केरीको न्यु पारे टाउको मैले खाएँ क्या मोबाइल आउला बेटी आएको त रमाइलो हुन्छ के आउँछ त्यसलाई पनि 5-5-6 दिनुपर्छ है सँगै बसेपछि मैले ये बात सिएन दिएछ ल दुईटा पनि दिएछु दुईटा दाजुभाइलाई ए हो ऊ त्यसले बुझ्यो रे त्यसले हो रे यो जानेन त्यसमा गरे एकछिन पन्ध्रवटा फोटो खिचौँ बाबुलाई यसो भन्नु बिएस गरेर स्ट्रबेरी जस्तो छ मेरो दुईटा पैसा र जमाना इच्छा लाग्छ स्टेबाट केटीको होला ल कान्छी कान्छी यता हेर त ल ज्ञानी भयो दुईटा ठाडो लगाउ त अभिनन्दन माथि हेर हाँस दुईटै भिडियो खिचिरहेको छैन यसलाई पनि माला लगाइदियो त राम्रो हुन्थ्यो पाल्ला आएर पालो गरेर लाउँछ कि माला बाबुले कालिदिएको बर्थडे लागेको मान्छेको एउटाको माला हातबाट के लाउँ सेतो टी सर्ट लाउनु पर्छ नि यसलाई नि सेतो लगाएको भएको चाहिँ राम्रो देखिँदैछ दाइको थियो के अरे नि सर्ट लाउनु भन्दैन मेरोले नि खिच्नु एउटैले सबैले पठायो भने त एउटा रहेछ सबैले यता हेर त ए त्यहाँ पनि यता हेर कपुना राख्यो ल लिएर ल तिम्रो बाबा बस्छ त तिमीलाई बिचमा राखेर छेउछेउमा बस्छ पहिला मेरो बस्छ तल भएन तलै बस्ने अट्छ क्लोज गर्नु पछि हटाऊ तिम्रो मोबाइल न मखिन्छ दाइलाई नि यसो गर्नु दाइले यता हेर दाइलाई नि यसो गर्नु के तिमीले बाबालाई गर यता काछु बाबालाई गर दाइलाई गर बाबालाई गएको दाइले भाइलाई गर्छ दाइले भाइलाई गर्छ रेडी हाँस न स्माइल आविष्कारले त्यो भिडियो आउनुपर्दाखेरि भन्नु सेयर गर्नुपर्छ पुलाउ कसरी बनाउने एकछिन बखा पुलाउ बनाउनु सुबिना बाबु पुलाउ चामल एकछिन भिजाउने अनि त्यो उसहरू काजुहरू किसमिसहरू होइन घिउमा भुट्ने अनि चामल नि एकछिन भुट्ने अनि तातो पानी राख्ने त्यसमा लहर सुकमेलहरू राख्ने भइहाल्यो अनि त्यो खाना पकाएछ पानी अलिक पुरा हाल्नुपर्छ है पानी अलिक थोरै राख्नुपर्छ भुटेर राख भुटेर होइन अर्कोमा भुटेर राइस कुकरमा खनाए नि हुन्छ राइस कुकरमा फेरि अलिक डरला नि अर्को कराईमा चामल भुट्ने राइस कुकरमा राख्ने अनि खाना पकाउन कति पानी राख्छ त्यो भन्दा अलिकति कम पानी राख्ने काजु किसमिसहरू सबै भुटेर राख्ने घिउमा अनि लहसुन राख्ने हुन्छ खाऊ भोक लाग्यो भने खाऊ है ल आशीर्वाद धेरै एकछिन सानो सानो प्लेटहरू छैन हुन्छ 15 मिनेट अझ जेस पानी पुरा हाल्नु